बदला बरिलै जन्माउँदाको सकस। दिमागमा विषय त पहिल्यै थियो, तर कहिले यो विषयमा काम गर्न पाइएला कौतूहल थियो, तर निश्चित थिएन। कारण थिए बजेट, समय अनि विश्वासको। बदला बरिलैका विषयमा कुरा गर्दा केही वर्ष पहिले फर्किए प्रकाश। प्रसङ्ग कोट्याउँदा थोरै तीजको कुरा गर्छन्। तीज भन्ने बित्तिकै महिलाहरूको तीज। संस्कृतिसँग जोडेर हेर्दा पराई घर गएकी चेली माइत आएर वर्ष दिन घरमा बिहोरेको बुहारतन आमा तथा दिदीबहिनीसँग साट्ने अवसर हो। कलाकारलाई सिर्जनाको क्षेत्रमा सधैँ केही न केही नयाँ गरौँ भन्ने लाग्छ। ममा पनि त्यो हुटहुटी र लोभ नहुने कुरै भएन। प्रकाश भन्छन्, महिलाको संवेदनासँग जोडिएको विषयमा तीज गीत निकालौँ भनेर गत वर्ष नै मैले केही तयारी गरेको थिएँ। केही लाइन लेखेको पनि थिएँ, तर अरू गीत कार्यक्रमले गर्दा त्यो सम्भव नै भएन। फलत 1 वर्षपछि धकेलियो, कारण तीज गीत अरू बेला निकालेर पनि भएन। तर